दर्शकबिन बुन्टी कसरी आइके होलिन् त घर र बुन्टीलाई कसले भनेको होला त यी सबै कुरा आनिस यसबाट केही कुराकानी गर्नेछौँ। त्यो भन्दा पहिला हजुरलाई बुन्टी चाहिँ एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि 1 लाइक र सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयतर्फ लागौँ। हो दर्शकबिन यी सबै कुरा भन्नेहरू कोही न भूपेन्द्रको दाइ नै हुन्। भूपेन्द्रको दाइलाई पहिले नै शङ्का भएपछि भूपेन्द्रको दाइले पहिले नै बुन्टीलाई खबर गरिसकेका थिए। त्यसैले बुन्टी घर आएकी हुन्। बुन्टीले म घर आउँदिन भनेर भनेकी थिइन्। अब मलाई वास्ता छैन भनेकी हुन्। तर अहिले भने फेरि भूपेन्द्रको दाइले अनुरोध गरेर तिमी आएनौ भने यो अझै बिग्रिन्छ, अझै यसले के गर्छ, त्यसैले तिमी आउनै पर्छ भनेर जसरी भने अनुरोध गरेर बुन्टीलाई बोलाएर भूपेन्द्रको दाइले बोलाएर बुन्टी आएकी हुन्। अब भने सुकुमायाले यो कुरा थाहा पाइन् भने त्यो कागज अनुसार सुकुमायाले एकदमै ठुलो सजाय दिने छिन्। अब सुकुमायाको आगमन हुनुपर्छ भन्ने जतिले कमेन्टमा सुकुमायाले नभन्नुलाई भन्दै म यहाँ बिदा हुन्छ। हस् त, धन्यवाद।